हेलो सबैमा जय नेपाल नमस्ते। हामी सबै नेपालीको घर दैलोमा 2084 को चुनाव सरेर 2082 मा आइसकेका छ। यो जेनजेहरूको ठुला हात छ, यसमा ठुलो उपलब्धि छ। पुरानो शासन सत्तालाई लत्याएर भ्रष्टाचारीहरूलाई पाखा लगाएर 24 घण्टामै 25 घण्टामै जुन अहङ्कारवादीहरू, मोनोपोलीहरू, डिक्टेटरहरूले जुन शासन सत्ता सम्हालिराखेका थिए, त्यो युवाहरूका लागि कुनै भविष्य थिएन। हामीले अब के हेर्नुपर्ने, जस्तै हामीले अहिलेको जुन चुनावी माहौल छ, नयाँ भर्सेस पुरानो, वैकल्पिक शक्ति भर्सेस त्यो बुढापाका शक्ति। हामीले वैकल्पिक शक्तिको रूपमा त्यो पुरानो दलहरूलाई बारम्बार देख्यौँ, बारम्बार ट्राई गऱ्यौँ, बारम्बार हामीले देखेकै हौँ। हामीले माओवादीलाई जिताएको होइनौँ कि बहुमतले एमाले जिताएको होइन कि काङ्ग्रेसले जिताएको होइन कि सबैले जिताएकै हो। फलस्वरूप हामीले के पायौँ? राष्ट्रले के पाए? नेपाली जनताले के पाए? हुर्रा हुर्रा फुत्ता। त्यहाँदेखि अरू हामीले केही पाएका छैनौँ। साह्रै दुःखका साथ भन्नु परिरहेछ, हामीले जति मौका दियौँ उपलब्धि हामीले केही पाएनौँ। त्यसको फलस्वरूप हामीले घाटै बेहोरिरहेछौँ। नेपाली जनताको थुप्रोमा अहिले 1 लाख भन्दा पनि बढी ऋण छ प्रति व्यक्ति। हाम्रो जीडीपी कहाँ छ? हामीभन्दा गरिब देशहरू विगत 10 देखि 15 वर्षमा त्यसको जीडीपी, त्यसको राष्ट्रिय उन्नति, देशको स्रोत शक्ति, देशको जनशक्ति सुधारिसकेका छन्। देश विकासको गतिमा छन्, तर हाम्रो देश विकास त के हुन जान तल खस्किरहेको छ। यो कसको लागि हो? तपाईँ हामीले चुनेको प्रतिनिधिको लागि हो। यदि तपाईँ हामी अझै पनि सजग भएन भने हामी कहिले उकास्न सक्दैन। हाम्रो सबभन्दा ठुलो समस्या, हामी कुनै पार्टीमा यतिसम्म आँखा चिम्लेर विश्वास गर्छौँ कि त्यो नेताले जे भन्छ हामी त्यसैमा परिवर्तन हुन्छौँ, त्यसैमा हामी लागि पर्छौँ। हामी भावी सोच्दैनौँ, फ्युचरमा हाम्रो सोच्दैनौँ। दुनियाँ टेक्नोलोजीमा कहाँदेखि कहाँ अगाडि बढिसक्यो, हामी त्यसमा पनि जाँदैनौँ। हामी त्यसमा कुनै सोचै छैन, हाम्रो कुनै ध्यानै छैन। हामी खालि मासुभात, पेट्रोल र रेलीमा हामी आफ्ना दिन बिताइरहेछौँ। हाम्रो फ्युचर कसले सोच्ने हो त? तपाईँ र हामीले भोट किन गरिरहेछौँ? हाम्रो भोट गर्नेको उद्देश्य के हो? किन तपाईँ र हामीले भोट गर्न घन्टौँ लाइनमा लागेर, घन्टौँ लाइनमा बसेर हामी भोट गर्न जान्छौँ, भोट गर्छौँ? किन गर्छौँ त? के कारणलाई हामी भोटिङ गर्छौँ? कुनै त कारण होला नि। हाम्रो सोच्ने शक्ति कहाँ जान्छ? हामी किन बारम्बार त्यो ठगहरूलाई, त्यो दलालहरूलाई, त्यो भ्रष्टाचारीहरूलाई बारम्बार किन हामीले तिनीहरूलाई जुन ठाउँमा पुर्याउनु हुँदैन त्यही ठाउँमा हामी धकेलेर किन पठाउँछौँ? हामी किन परिवर्तन चाहँदैनौँ? यदि देश बदल्नु छ भने सबभन्दा पहिला आफू बदल्नुपर्छ, आफ्नो सोच बदल्नुपर्छ, आफ्नो भोट बदल्नुपर्छ, अनि मात्र देश बन्छ। बडो दुःखका साथ भन्नु परिरहेछ, आज हामी विश्वास गरेर जसलाई मताधिकार दिइरहेका थियौँ, आज तिनीहरूले नै हाम्रो टाउकोमा यति ऋण थुपारिदिएछन्, देशको ढुकुटी रित्याइदिएछन्, देशका सम्पत्तिहरू यतादेखि उता गरिसकेका छन्।
घुसखोर बढिरहेछन्। आज सरकारी कार्यालयमा कुनै पनि ठाउँमा जाँदा तपाईँ जबसम्म घुस दिनुहुन्न तबसम्म तपाईँको कुनै काम हुँदैन। सिस्टम हाम्रो करप्टेड भइसकेको छ, लुटतन्त्र मचिसकेको छ जताततै, तर पनि हामी सजग हुन सकिरहेका छैनौँ। यो परिवर्तन नहुनुको प्रमुख कारण तपाईँ र हामी हो। हामी र तपाईँले परिवर्तन चाहिरहेको छैन। जबसम्म तपाईँ र म परिवर्तन चाहँदैन तबसम्म हामीलाई कसैले परिवर्तन गर्न सक्दैन। यदि परिवर्तन गर्नु छ भने वैकल्पिक र युवा छान्नुहोस्। तपाईलाई जुन राम्रो लाग्छ, जुन ठाउँबाट राम्रो लाग्छ, यो कुनै स्थानीयको चुनाव होइन, यो तपाईको राष्ट्रिय चुनाव हो, देश विकासको चुनाव हो। देशलाई सही नेतृत्व दिने, सही दिशा दिने, देशको विकास गर्ने चुनाव हो। आज अहिले आउँदै गरेको चुनावमा फेरि हामी चुक्यौँ भने फेरि हाम्रो देश कता जान्छ थाहा छैन। हाम्रो देशलाई असल नेतृत्वको खाँचो छ। एउटा पढे लेखेको हाइली एजुकेटेड व्यक्तिको खाँचो छ, जसले आजको युगमा, आजको टेक्नोलोजी युगमा सीमित स्रोत साधन प्रयोग गरेर कसरी देशको विकास हुन्छ, आज हामी त्यस्तो व्यक्ति छान्नुपर्छ। हामीले बारम्बार छान्यौँ, के पायौँ त, के भयो त? एउटै ठाउँको, एउटै जिल्लाको विकास गरेर मात्र देश समृद्ध हुन्छ? कुनै पनि हालमा हुँदैन। हामी देश समृद्ध बनाउन चाहनुहुन्छ भने पुरै देश समृद्ध बनाउनु पर्छ। आज तराईमा फाटाफुट्टा विकास छ, पहाडमा जानुहोस्, हिमालमा जानुहोस्, केही छैन। अझै त्यहाँ मान्छे सदरमुकामदेखि आफ्नो घरसम्म पुग्नलाई 6 घण्टा, 7 घण्टा, 8 घण्टा, 2 दिन, 3 दिन, 4 दिन पैदल हिँड्नुपर्छ। अझै हामी त्यहाँ विकास गर्न सकेका छैनौँ। के छैन हाम्रो देशमा? के हाम्रो देशमा जनशक्ति छैन, स्रोत साधन छैन? सबै थोक छ, तर निकाल्ने हामीमा क्षमता छैन। त्यसलाई पहिचान गर्ने हामीमा विवेक छैन। हामीमा होइन, हामीले जसलाई मताधिकार दिएर पठाउँछौँ तिनीहरूलाई त्यो स्रोत साधनको सही प्रयोग गर्ने बुद्धि छैन, विवेक छैन। नेपालमा कुन चिज छैन र? खनिज छैन कि, सम्पदा छैन कि, जडीबुटी छैन कि, कल कारखाना छैन कि? भएका कल कारखानाहरू पनि अहिलेको परिस्थितिमा सबै बन्द छ, कुनै युटिलाइजै छैन। यसरी देश विकास हुन्छ? हाम्रो बाजेहरूले प्रजातन्त्र कालदेखि राणा शासन फाले, त्यहाँदेखि राजतन्त्र आयो, राजतन्त्रदेखि प्रजातन्त्र आयो। प्रजातन्त्रमा हाम्रो बाबुबाजेहरूले यति मताधिकार दिए, तर के भयो त देशको? देश कुनै सही दिशामा पुग्यो त आजसम्म? छैन। त्यही केपी, त्यही प्रचण्ड, त्यही शेरबहादुर देव, त्यही गिरिजा प्रसाद कोइराला बारम्बार यिनीहरू कुर्सीमा आए, तर देशको लागि कहिले सोचेन तिनीहरू आफ्नो आसेपासे भरौटेहरूको बारेमा मात्रै सोचे। 3 करोड नेपाली जनताको बारेमा सोचेनन् कहिले पनि। आज नेपाली जनताहरू आफ्नो जीविकोपार्जन गर्न, परिवार चलाउन अर्काको देशमा गएर गुलामी गर्नु परिरहेछ र त्यसको पनि सही मूल्याङ्कन छैन। हामीले जुन तरिकाले, जुन मेहनत गरेर हामी यहाँ बसेका छौँ त्यो अनुरूप हाम्रो तलब छैन, त्यो अनुसार हाम्रो पैसा छैन, हाम्रो पसिनाको सही सदुपयोग भइरहेको छैन। त आज हामीलाई हाम्रो देशको नेतृत्व गर्ने क्षमतावान युवा, चाहे जुनसुकै पार्टीको होस्, हामी पुरा नेपालीको मताधिकार एउटा पार्टीलाई दिनुपर्छ।
10 सिट उता 15 सिट यता 20 सिट यता यस्तै दियो भने त फेरि भोलिको हिजोको दिन जस्तै फेरि बार्गेनिङ हुन्छ। आज योसँग गठबन्धन गर्यो, भोलि त्योसँग गठबन्धन गर्छ र हाम्रो परम्परा नै त्यो गठबन्धनमै जान्छ। के गर्न खोज्दा भ्रष्टाचारीहरूलाई नियन्त्रण गर्न खोज्दा, चोर ठग लुटेरा डाकाहरूलाई नियन्त्रण गर्न खोज्दा हुँदैन, किनभने सरकार मजबुत छैन। यता समाउन जाँदा उताको गाँठो फुस्किया लाग्यो, यताको कलर समाउन जाँदा उताले खुट्टा तान्छ कि। त्यसैले एउटा ब्यालेन्सिङको सरकारले यो काम गर्न सक्दैन। यदि मताधिकार दिन्छ भने एउटाले दिनुहोस् जसमा क्षमता छ, जसमा सिप छ, जसमा ज्ञान छ, जसले यो देशको विकास गर्ने एजेन्डा लिएर अगाडि बढिरहेछ, जसले यो माटोको पहिचान गर्न सिकेका छन्, जसले यो म गर्छु, जोसँग एउटा रणनीति छ, जोसँग विकासको मोडलिटी छ, त्यस्ता व्यक्तिलाई हामीले छनौट गर्नुपर्छ। यदि गर्नु छ भने, हैन भने नगर्नुहोस्।